नेपाल प्रिमियर लिग सिजन 2 अन्तिम भिडन्त मैदानमा आम्ने सामने छन् सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स। को उठाउनेछ उपाधि? सिजनभर सुदूरपश्चिम रोयल्स एकदमै व्यवस्थित, योजनाबद्ध र लगातार प्रदर्शन गर्दै आएको छ। क्वालिफायर 1 मा विराटनगरलाई 77 रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको रोयल्स उच्च आत्मविश्वासका साथ मैदानमा उत्रनेछ। अर्कोतर्फ प्लेअफमा पुग्ला भनेर कसैले पनि नसोचेको लायन्स पहिले एलिमिनेटर अनि क्वालिफायर 2 एकपछि अर्को जित्नै पर्ने दबावका बीच पहिलो पटक फाइनलमा पाइला राख्दै लुम्बिनीले सिजनको सबैभन्दा ठूलो पुनरागमन गरेको छ। सन्तुलित बलिङ, कडा पेस अट्याक र अनुभवी मिडल अर्डरका कारण सुदूरपश्चिम रोयल्स लुम्बिनी लायन्स भन्दा निकै बलियो देखिएको छ। सुदूरपश्चिम रोयल्सको मुख्य प्लस पोइन्ट भनेको नै उसका लोकल खेलाडीहरूको प्रदर्शन हो। ओपनर विनोद भण्डारी यो सिजन पनि उत्कृष्ट लयमा देखिएका छन् र 8 खेलमा 264 रन बनाइसकेका छन्। उनी लिडिङ रन स्कोररको दोस्रो नम्बरमा छन्। यसले गर्दा रोयल्सले राम्रो स्टार्ट पाइरहेको छ। त्यस्तै मिडल अर्डरमा पनि ईशान पाण्डे, आरिफ शेख जस्ता घरेलु खेलाडीको प्रदर्शन राम्रो नै रहेको छ। कप्तान दिपेन्द्र सिंह ऐरीको त कुरै गर्न परेन। चाहे ब्याटिङ होस् या बलिङ होस् या फिल्डिङ होस् या त कप्तानी नै किन नहोस्, हरेक कुरामा एक्स फ्याक्टर हुनु नि। बलिङमा पनि स्कट कुगलाइन, अविनाश बोहरा र हेमन्त धामी जस्ता खेलाडीले गर्दा पेस अट्याक निकै अब्बल छ। अविनाश बोहरा लिडिङ विकेट टेकर पनि हुन्। उनी 8 खेलमा 16 विकेट लिँदै दोस्रो स्थानमा छन्। त्यस्तै अर्का एक्स फ्याक्टर हुन् हरमित सिंह। यो सिजन उनको बलिङलाई ब्याट्सम्यानले खासै खेल्न सकेका छैनन् र उनी पनि चौका र छक्काको वर्षा गर्न सक्षम छन्। सुदूरपश्चिमका अनुभवी विदेशी खेलाडी क्रिस लिन र जोस ब्राउनको अनुपस्थितिले उसलाई अप्ठ्यारो हुन सक्छ, तर त्यसको असर खासै पर्दैन भन्ने कुरा विराटनगर किङ्सको खेलमा देखिसकेको छ। र कमजोरी? पावर प्लेमा छिट्टो विकेट गुमायो भने हटक्कै चेन टुट्छ र स्पिन विरुद्ध कहिलेकाहीँ सङ्घर्ष देखिन्छ। उता तुलनात्मक रूपमा कमजोर देखिए पनि पछिल्ला खेलमा उत्कृष्ट लयमा रहेको छ लुम्बिनी लायन्स। उनीहरूका दुई धार जोडिएको छ, शीर्षक्रमको आक्रमण र बहुआयामिक स्पिन अट्याक। शीर्षक्रममा डार्सी शर्ट र रोहित पौडेलको भूमिका मुख्य हुनेछ। पौडेल 9 खेलमा 260 रन बनाउँदै लिडिङ रन स्कोररको तेस्रो स्थानमा छन्। त्यस्तै बलिङमा पनि लुम्बिनी लायन्सले लय समातेको छ। उसका फास्ट बलर रुबेल ट्रम्पलमेन पछिल्लो खेलमा लयमा देखिएका छन्। स्पिन अट्याकमा लुम्बिनी लायन्स सुदूरपश्चिम रोयल्सभन्दा राम्रो देखिएको छ। विशेष गरी उसका मिस्ट्री स्पिनर शेर मल्लको प्रदर्शन उत्कृष्ट रहेको छ। उनी 9 खेलमा 14 विकेट सहित लिडिङ विकेट टेकरको तेस्रो स्थानमा छन्। त्यस्तै अर्का युवा लेग स्पिनर तिलक भण्डारी पनि घातक साबित हुन सक्छन्। तर मिडल अर्डर धराशायी भन्दा लुम्बिनी लायन्स ठूलो स्कोर बनाउन भने चुक्दै आएको छ। यी दुई टोली, एकले स्थिरता र दबदबा बोकेको छ, अर्कोले विश्वास र पुनरागमन। कसले उचाल्छ होला एनपिएल सिजन 2 को ट्रफी? कमेन्ट गर्नुहोला।